बोलूँगै जय ओरेन्ज ढेँडो कस्तो लाग्यो ढेँडो धन्यवाद थ्याङ्क यू लु खाइदिनुहोस् कस्तो मिठो दिदी ल नमस्कारलाई धन्यवाद हाम्रो यमुना दिदीलाई अरू अर्ग्यानिक नभए पनि टमाटर र धनियाँ चाहिँ अर्ग्यानिक है मान्छे पनि अर्ग्यानिकै हो जे पनि अर्ग्यानिकै हो ढिँडोसँग अचार सिस्टर अच्छा खुसी आएको पनि छ भाउजूले त यता मिसाइदिएछ है त्यो हजुर मिलाइदिए मासु मिसाइदिएछ यो छ त नि हाम्रो अचार आएकै छ त अरू परियोमा चाहिँ यो परियो त्यो ए ठिकै छ केही छैन किन्छ के नखाने हो त अनि यो किन ढेँडो मलाई खुब भएछ उता लगाइदिनु नि खान सिस्टर यो हेरो नखानेले हेरो तिमीलाई त्यसो म नखाने म नखाने सक्नु त अलिकति नखाने एउटै पनि म यसो दिउँसम्म खास ढेँडो झन् दिउँसो खानुपर्छ किनभने बेलुका खायो नि एकचोटि बेलुका जोडाउनु ढेँडो आयो कि भोलि बिहान नि भोकै नलागेको है लन्च जानु पनि भोकै नलागेको त्यस्तो हुन्छ त मलाई त साह्रो पर्छ मलाई राति ढेँडो पनि खाने राति पनि एउटा शेर्पा साथीले भनेर खाएको म त कम्पनी जानुपर्छ भनेर लुगा सुगा चाहिँ लिएर आएको थिएँ गयो भयो नि त यति खाऊ न यति चाख न मलाई नदिनु दिदी सुरुको ढेँडो दिन्छु माछा पनि थियो अब मिठो बाबा यही मिठो माछा खानु कस्तो चाहिँ मसरुमभरि मिनुले कस्तो भन्नु ल चेस स्टाइल बनाएको भनेको त भएन त के खाउ लाग्यो तर अब भुइँ आउँदैन के लाग्दैन सुरुमा त्यो भात पनि आएन सुपर लाने ऊ भाउजूलाई रुवाइदिने उता है बुहारीले के गरे टमाटर नपिसक्यो धम्की जम हाल्यो ए नबिजेको खाएको ए नपोली क्या नपोलेको न यो चारको भएर चाहिँ दिदी है मसरुम यसरी खाने हो नि उसमा केमा मेरोमा यस्तो खानु छैन त्यो अर्कामा पनि जान्दिनँ यो खानु न सल्ट अनि ब्ल्याक सल्ट युज गर्छु मिठो छ काँचो काँचो अब टेबल सल्ट अर्को हुन्छ क्या त्यो कोही त नखानु भने त्यो माथि घर खाएँ है मैले भात पनि खाऊ भात धेरै हुन्छ कि भरे भात मलाई दिन्छु नि यहाँ भर्खर हाल्छ भातलाई दिउँ भन्छु ल आज चाहिँ कसलाई स्याहार्नुपर्छ है कुटा हो मैले छोटो मासु खान्छु एकदम के लगाइदिनु भने भातलाई हजुर ल मलाई दिन्छु अब बाबा यति भयो दाजुलाई दिउँ